सबैजनालाई चाहिँ आजको भ्लगमा स्वागत छ। आज चाहिँ दिनभरि म भ्लग बनाएर बस्छु हामी चाहिँ। आज चाहिँ मेरो बर्थडे अनि बर्थडेमा के गर्छ भनेर देखाउने छु होइन। अनि म चाहिँ आज यहाँ दौडिन जानला बिहान बिहानै अहिले चाहिँ 6 बजिरहेको। अनि आज चाहिँ हाम्रो दोर्बे ग्याङको त्यहाँ माथि टुर्नामेन्ट खेल्न जानला हाम्रो टिमहरू। अनि त्यही भएर एक्सर्साइज गरेर खुट्टाहरू तताउनलाई अलिकति राम्रो बन्नलाई चाहिँ म जाँदैछु। अनि मलाई चाहिँ 12 बजे नै केक ल्याएर सरप्राइज दिइसक्यो दिदीहरूले। अनि मम्मी कोको मिलेर सबैजना मिलेर अनि धेरैजनाले विस गर्यो। विस गर्नेलाई थ्याङ्क यू। अब बाँकी अनि म चाहिँ कसको विस आउँछ रुम। अब म चाहिँ यता जाँदैछु अलिअलि। म चाहिँ 12 बजे उठेर फेरि सुतेर भर्खर उठ्दैछु। अब म चाहिँ एकछिन अब दौडिनु पर्ने हुन्छ, खुट्टाहरू तताउनु पर्ने हुन्छ। म चाहिँ दौडिनु पऱ्यो भने कहिलेकाहीँ यहाँ आउँछु अलिकति लाइट एक्सर्साइजहरूको लागि चाहिँ। एडिटको लागि चाहिँ अरू ठाउँमै जाने गरेको छु। मलाई चाहिँ आज 12 बजे नै विस गरिरहेको थियो 3-4जना गोगोले हो। मैले चाहिँ यहाँ यो ज्याकेट ला यो ज्याकेट ला हुदिन ला अनि भित्र चाहिँ थर्माकोट ला। मैले चाहिँ आज ठ्याक्कै भने जति त आएँ आधी घन्टा 5 मिनट 35 मिनट अलिकति बढी भयो। ठ्याक्कै त्यति एक्सर्साइज गरेर जाँदैछु। म पसिना भइसक्यो। म चाहिँ धेरै एक्सर्साइज बनाइनु गरेँ। अब यसलाई स्क्वाड हानेर बसिरहेँ। अब घरतिर भन्दा नि अब 1 किलोमिटर जति रोडमा कुदेर चाहिँ घर जान्छु म। कुहिरो अलिकति चिसो हानिरहेको यस्तो ज्याकेट लगाएर हुन्छ नि। Happy birthday to you, dear Rubin Uncle. Happy birthday to Thank you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Thank you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you, dear Rubin Uncle. Happy birthday to you. Happy birthday to you, Rubin Bhai. Thank you so much. मलाई चाहिँ आज यहाँ त्यो ठाउँमा ल्याउने यही मान्छे हो। यो बाँदर जस्तो मान्छे यसरी पहिला टेकाउने सिकारे कसरी यसरी वर्णमा सबै कुरामा मैले सहायता गर्छु यस शुभ जन्मदिनको शुभ यस वाट गाइज र गाइज तपाईँहरूलाई चाहिँ अब हामी चाहिँ तपाईँहरूलाई थाहा आज मैले बिहानै भनेको टोपी ग्याङहरू चाहिँ आज कहाँ जाँदा सबै उसले चाहिँ मलाई बर्थडे विस गर्छ। मैले उसलाई चक्लेट दिन्छु। उसले नि मलाई गिफ्ट ल्याइदियो खाने तर हेर्दैन है। ल गिफ्ट देऊ नि त सब। मेरो चाहिँ दोस्रो गिफ्ट भयो यो चाहिँ है। थ्याङ्क यू सब यार, थ्याङ्क यू।
मेरो गिफ्ट पाइसक्यो यहाँ थ्याङ्क यू सब म रुइदिन्छु केटा समात एकचोटि यहाँ भेला भइरहेछौँ जानलाई तोर्पे ग्याङहरू चाहिँ आज जान्छ यो चाहिँ तोर्पे होइन होइन गुलेली ग्याङ होइन के ग्याङ भन्छ सक्दैन तिमीहरू ग्याङलाई गोरीलाई के भन्छ त केटाहरू चाहिँ यहाँ चाहिँ सबैजना हामी चाहिँ अब एकछिन त्यो 2-3 ता पुच्चाहरू बसेर अनि त्यहाँबाट जानेछौँ हामी चाहिँ आज फर्स्ट भएर आउने सेकेन्ड भएर त आउँदै सेकेन्ड भयो भने ट्रफी नलिने मेडल नलिने पैसा नलिने फर्स्ट हुने फर्स्ट त फिक्स भइहाल्यो नि केटा अब चाहिँ हामी यहाँबाट जाँदैछौँ हाम्रो केटाहरू सबैजना रेडी भइसक्यो अझै यहाँ हाम्रो 3 जना भाइहरू चाहिँ आएन हामी चाहिँ अब जानेछौँ ल आउ रोमियो ल बसौँ आफ्नो ठाउँमा बस्छ नि त पछाडि बस्छु हेर्न सक्नुहुन्छ गाइज हाम्रो यहाँ पछाडि तोर्पे ग्याङहरू आउँदैछ यसको दरमा बत्लेर कोही बाइकमा आउँदैछ जाँदैछ हामी चाहिँ आज यति मान्छे यति मान्छे लाग्दा अनि आज चाहिँ तोर्पे ग्याङको दाइको बर्थडे हो अनि त्यही भएर तोर्पे ग्याङको फर्स्ट गेम त कति गेम पिस हाम्रो यहाँ खेल्ने चाहिँ हामी अलिअलि मात्रै हो केटाहरू दुकानतिमा आउँदैछ भर्खरै अगाडि जाँदैछ भर्खरै 7वटा बाइक स्कुटर भएर हामी चाहिँ सुइँ जाँदा कहीँनिर आइपुगेको छ अब गाडी फेरि ग्राउन्ड आइपुग्नु लागिसकेको छौँ हाम्रो केटाहरू चाहिँ यहाँ छ अझै बाँकी आउने छ त्यहाँबाट जाने तारेकै त तलबाट जम ल हामी जाँदै चाहिँ तलबाट पुरा तलबाट दे बाइकै जान्छ रे यही चाहिन्छ ग्राउन्डमा आइपुग्न लागिसकेका छौँ हेर्नु सक्नुहुन्छ ग्राउन्डको त्योमा फुलसुल देखिरह अलिअलि ताइसित पाएन भन्ने हामीहरू चाहिँ यहाँ हारेर सेकेन्ड भएर है सेकेन्डको मेडलमा आयो यो भाइहरूले कस्तो नराम्रो खेल्यो कि सेकेन्डको त्यही ठिक छ अब खेल्यो केटाहरूले अनि सरन के छ ल भाइ यार है पर्सि भेटौँ ल फर्स्ट भयो भने मात्र पैसा आउँथ्यो कि मेडलको त मलाई लोभै छैन भने एउटा भन्दा नि पैसा आउँथ्यो अहिले पछि थाहा भएन नि हाम्रो चाहिँ यहाँ बाइक साइक तर्ने छौ This is Torpe Gang! Torpe Gang! Torpe Gang! Torpe on top! मैले चाहिँ आज 2 चोटि केक काट्न पाउने भयो यहाँ पनि केक छ मलाई चाहिँ हाम्रो यहाँ डब्लुओजीको मेम्बर अनि बालसङ्गतिको बच्चाहरू अनि मेरो साथीहरू मेरो भाइ बहिनीहरूले चाहिँ आज नि केक ल्याइदिन्छ म चाहिँ नाच्ने हो ह्याप्पी बर्थडे भन एकचोटि ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु मलाई चाहिँ यहाँ 12 बजे सबलाई दिसियो अहिले 6 बजे होला 6 बजे सबलाई दिसियो 7 बजे म चाहिँ केक काटे आज चाहिँ
यसको यो एकछिन बहिनीहरूले उताउँछ है उता जाऊ हेर्न सक्नुहुन्छ अब यसमा नि यसमा बोलाउने र मैले दिने र कस्तो तपाईँ कस्तो चिप्लाउनु न कस्तो यहाँ कस्तो अहिले ए ओइ दोस्ती दुईटा नभन्न अरू त्यस्तो गर्नु न फुक्दिन क्या अलिकति दाजु तपाईँले यसमा सरप्राइज सरप्राइज नि दिएको होला खुर्सानी यो सरप्राइज चाहिँ म यहाँ तर गाडीमा सरप्राइज बनाउँछु के भन्न चाहनुहुन्छ मलाई चाहिँ यहाँ गर्नु गरे यसरी यो पनि ठिक छ Happy birthday to you. इसमालाई यही मुखालाई देखे खानिरहेको रहेछ तिम्रो कारण के अहिले भेट्छ नि छोड्दा अहिले भेट्छ नि छोड्दा ओ हुन्न Day to you. Happy birthday to you. Happy birthday to you. Day to you. हाम्रो चाहिँ यहाँ आज बर्थडेको अब लास्ट त है 11 बजी 12 बजीसम्म चाहिँ हामी खाएर सुत्न जानेछौँ हेर्न सक्नुहुन्छ अब ताप्दैछौँ यहाँ कतिजना चाहिँ बर्थडे पार्टी साथी मासु सासु यहाँ सेकुवा चाहिँ यसरी छ हाम्रो सेकुवा चाहिँ बनाउनै बाँकी छ राम्रोसँग मासु छ कोइला नभएर भएन मासु चाहिँ केटाहरूले किसिमले बनाएको भन्दा नि अलिक बढी नै भयो कि केटाहरु पठाइदिनु पर्यो है तपाईँले पठाइदिनु